नमस्कार सम्पूर्ण साथीहरुमा आज हामी यो वाटरफल इको भिलेज जाँदैछौँ। अब घुम्न हामी ल सबैजनालाई नयाँ वर्षको पनि शुभकामना साथै यो महिना हामी नयाँ वर्षसँग घुम्ने मौका पाइरहेका छौँ है त। यो हो हाम्रो वाटरफल। हामीले देख्न सक्छौँ यो भिडियो। यहाँबाट तपाईहरुले देख्न सक्नुहुन्छ है त। अब चाहिँ म यहाँबाट यता गेट भित्र छिर्छु। अब हामी यहाँबाट भित्र प्रवेश गरिसकेका छौँ र यहाँबाट तपाईले देख्न सक्नुहुन्छ यो वाटरफल। हेर्नुस् है त। मजाले खसिराखेको तपाईहरुले देख्न सक्नुहुन्छ। यो चाहिँ र यहाँ तोरणहरूले तपाईहरुलाई स्वागत गरिराखेको हुन्छ। घरहरू चाहिँ यस्तो देखिएको छ यहाँ तपाई देख्न सक्नुहुन्छ। र म पनि छु यहाँ आज तपाईहरुको साथी है त। यहाँ छु र अब हामी माथि चढ्ने छौं। यहाँबाट अब माथि घरहरू भएको ठाउँमा जान्छौं र तपाईले देख्न सक्नुहुन्छ यो पानी। छुन पाइयो, अलि तल चाहिँ नजाऊ है। यहाँबाट तल जानुभयो भने तपाई यो ठाउँमा पुग्नुहुन्छ। यहाँबाट तपाईहरुले देख्न सक्नुहुन्छ वाटरफल यसरी झर्छ है। यहाँ गहिरो छ नि त्यहाँ। जानु दिन्छ माथि जान। तिमीले पाइप त भिडियो भिज्छ त। पाइप पनि भिडियो तिमीले देखिदै म देखानेले के भयो? हुन त पिङ खेल्ने ठाउँ यता यस्तो रहेको छ यो ठाउँमा। र इको भिलेज वाटरफल भनेर माथि तपाईहरुले बोर्ड देख्न सक्नुहुन्छ। र अब हामी यो ठाउँमा सबै घुम्ने छौं। तपाईलाई जस्तो लाग्छ त्यस्तै सल्लाह सुझाव प्रतिक्रिया दिन चाहिँ नभुल्नु होला है त। र अब हामी माछा भएको ठाउँमा जान्छौँ है। तपाईहरुले देख्न सक्नुहुन्छ यहाँबाट माछा भएकोतिर जाने यता माथि। ए उता भए त यहाँ माथि जान पाउँछ पाउँदैन? ए ल हुन्छ। आज हामी यहाँ सबै ठाउँमा घुम्ने छौँ है।
यो भनेको यहाँ एकदमै रमाइलो ठाउँ छ। हामी घुम्छौँ मजाले र तपाईँले देख्न सक्नुहुन्छ यहाँ अब मर्मत पनि हुँदैछ, पहिरो पनि चल्दै रहेछ। माछा भएको कहाँ छ? माछा जाने उता हो। त्यत्रो माछा? माछा छ नि। साथीहरू है, म चाहिँ यो आज वाटरफल इको भिलेजमा आइसकेको छु र म यहाँबाट सबै ठाउँ तपाईँलाई देखाउँदैछु। यो यतातिर टेन्ट छ, यहाँ आएर बस्ने सुविधा पनि रहेको छ र यहाँ अझै पनि बन्दैछ यो ठाउँमा है। यस्तो बन्दैछ। तपाईँहरू घुम्न आउन इच्छुक हुनुहुन्छ भने तपाईँको रोजाइमा यो एउटा पोखरामा अवस्थित वाटरफल इको भिलेज पर्न सक्छ है। पोखरामा रहेर तपाईँले फुर्सद समयलाई बिताउन चाहनुहुन्छ भने यो ठाउँमा एकचोटि पक्कै पनि आउनु होला। र माथि तपाईँले देख्न सक्नुहुन्छ यहाँबाट चाहिँ एउटा छहरा झरिरहेको हामी देख्न सक्छौँ। अब हामी ट्राउट फर्ममा केटाकेटीहरूलाई माछा हेराउन जाँदैछौँ। यो ठाउँमा अब हामीले माछा हेर्छौँ है। यहाँबाट हामी मुनि गयो भने पनि यो माछा भएकोतिर जान्छौँ हामी र हामीले यहाँ माछा हेर्न पाउँछौँ। माछा यो चाहिँ माछा हुन्छ है यहाँ। हजुर, ऊ तल हेर, ऊ माछा हेर, माछा ऊ देख्यो माछा। चिरो अहिले यहाँ चाहिँ हामीले माछा हेर्न आएको है आजको दिनमा। तपाईँले देख्न सक्नुहुन्छ माछाहरू। ओ यहाँ हेर माछा। नकरा के लागेर बस्छ, अहिले डराउँछ यिनीहरू। तपाईँहरूले देख्न सक्नुहुन्छ माछा चाहिँ यहाँ यस्तो रहेको छ। ल हुन्छ, आजको यो हाम्रो इको भिलेजको माछा हेर्न आइसकेका छौँ हामी। आजको भिडियो यति नै। ल सबैजनालाई बाई बाई। अर्को बाँकी भिडियोमा भेट्नेछौँ है त।